त भइराखेकै छ त हाम्रो पार्टीले गरेकै हो त अब सुरु भन्दै छिमेकीलाई हेर्नु न छिमेकीलाई अर्को सूर्य बनाउँदैछ अरे उनीहरूले होइन यतातिरको बादल सबै तानेर लगेर उसको भूभागमा मात्रै वर्षा गर्छ अरे उसले उसको प्रविधि त्यहाँ पुगिसक्यो यो पनि उसले नै पठाएको होला यो पनि त्यहीँबाट किनेर ल्याएको होला होइन हो कि होइन हाम्रो के छ स्वदेशी है चामल पनि विदेशबाट ल्याएर खानुपर्ने लुगा पनि विदेशबाट ल्याएर खानुपर्ने मोबाइल पनि विदेशी गाडी पनि विदेशी हामी स्वदेशी भनेको त नाङ्गो शरीर मात्रै हो अहिले यहाँ एकजना मान्छेलाई लिएर विदेशको सबै कुरा छोडेर जा भनेर भने त्यसलाई नाङ्गै तपाईँको चाहिँ होइन नाङ्गै भाग्नुपर्छ स्वदेशी भनेको के छ नाङ्गो शरीर मात्रै लिएर नाङ्गो शरीर मात्रै तपाईँको स्वदेशी लिएर हामी नेपाली भनेर चाहिँ ठुल्ठुलो फैलाएर हुन्छ अब सोच्ने बेला आयो आदरणीय दाजुभाइ दिदीबहिनीहरू त्यसो भएको कारणले गर्दाखेरि है अब हाम्रो विकासको रफ्तार धेरै गुणा अगाडि हुनुपर्छ ठेक्दारले मात्रै गरिदिन्छ विदेशी ठेक्कापट्टा विदेशले तपाईँको ऋण लिएर ऋणको चाहिँ काम मात्रै हुन्छ भन्ने होइन तपाईँसँग 2 हात छ म सोध्न चाहन्छु तपाईँसँग हेटौडावासीसँग 2 हात छ हेर्नु त रहेछ यदि त्यसो भने है त्यो 2 हातमा दम छ र तपाईँको छातीमा यो देश छ भने तपाईँको छातीमा यो देश र तपाईँको 2 हातमा दम छ भने अब तपाईँहरूले पनि श्रमदान गरेर बाटोहरू बनाउनुहोस् है श्रमदान गरेर पानीका ट्याङ्कीहरू बनाउनुहोस् श्रमदान गरेर तपाईँको चाहिँ तपाईँलाई चाहिने आधारभूत तपाईँको आवश्यकताले परिपूर्ति गर्नुहोस् हामीले धरानमा गरिरहेका श्रमदान गरेर मैले विश्व रेकर्ड राखिदिएँ है अब तपाईँहरूले पनि चलाउनुहोस् हामी सबैजनाले 3 करोड नेपाली र 6 करोड हात एकै साथ चलाउनु पर्छ आदरणीय दाजुभाइ दिदीबहिनी एउटा नारा लगाउँदा सबैजनाले उता युवाहरूले भन्नु त हो बसिराख्नेहरू पनि उठिदिनु न एकचोटि उठिदिनु त ल बसिराख्नेहरू पनि उठिदिनुहोस् प्लिज है एउटा नारा लगाऊ हामी कसैलाई मुर्दाबाद भन्दैनौँ है 3 करोड नेपाली र 6 करोड हात भन्नुहोस् त सबैले बोल्नु भएको छैन तपाईँलाई लाज लागिरहेको छ किनभने देश भन्दा हामीलाई लाज लाग्छ अल्छी लाग्छ बोर लाग्छ होइन देश भन्ने लजाउने कुरा बोरिङ मान्ने कुरा होइन आदरणीय दाजुभाइ दिदीबहिनीहरू देश भन्ने बित्तिकै होइन कान ठाडो बनाएर निद्रा आइराखेको छ भने जुरुक्क उठ्ने विषय हो है त्यहाँ पुगिसकेका छौँ हामी त्यस्तो गर्नुपर्छ अब 3 करोड नेपालीको 6 करोड हात भनौँ न सबैले चलाउनुपर्छ एकै साथ कलमले मात्रै बन्दैन देश औजार चलाउनु पर्छ अब नीतिले मात्रै बन्दैन देश श्रमदान गर्नुपर्छ हो हामी सबैजनालाई श्रमदाता बनाउन चाहन्छौँ सबैजना श्रम संस्कृतिमा जोडिएको हेर्न चाहन्छौँ 3 करोड नेपालीले 6 करोड हात चलाउँदाखेरि है 3 करोड नेपालीले 3 करोडवटा बेलचा चलाउँदाखेरि कस्तो सुनिन्छ होला सबैले भन्नु 3 करोडवटा बेलचा चल्दाखेरि होइन अमेरिकाले पनि सेटेलाइट घुमाएर हेरोस् न के गर्दैछ त्यहाँ हल्ला धेरै भयो यार यहाँ है चाइनाले पनि सेटेलाइट घुमाएर हेरोस् के गर्दैछ नेपालमा खरेङ भन्छ त है आकाश कुञ्जिराखेको है त्यस्तो तरिकाले श्रम गरेर तपाईँहरूलाई मनपर्छ कि पर्दैन त्यो जोस तपाईँको साथीमा आउनुपर्छ त्यो दम तपाईँको पाखुरामा आउनुपर्छ त्यो भयो भने मात्रै देश बन्छ भाषणले बन्दैन भाषण सुन्दै आएको त आश्वासन पाउँदै आएको सुन्दै आएको त 70 वर्ष भयो Now we don't have time to waste. अब हामीसँग कुनै समय फेर फाल्ने समय छैन अब अझै 30 वर्ष पर्खेर 100 वर्षसम्म भाषण सुनौँ न त भन्नुभयो भने त्यो तपाईँको भ्रम हो जेनजीले के चाहेको म भन्न चाहन्छु जेनजीले चाहेको कुरा के हो भन्दाखेरि जेनजी वान्ट्स स्पिड जेनजी डजन्ट वान्ट द स्लो प्रोसेस जेनजी वान्ट्स फास्ट प्रोसेस जेनजीलाई छिटो चाहिएको छ विकास हामीलाई विकास छिटो चाहिएको छ कि ढिलो हो यो भेटालाको बाटो चाहिँ बनोस् तर 50
वर्ष पछाडि बनोस् भन्नु कि होइन 1 वर्षपछि बनोस् भन्नु राम्रो? 1 वर्षपछि बनोस् भन्ने खालको राम्रो होला नि त। मेरो भन्नुको मतलब जेनजीलाई छिटो चाहियो विकास। त्यसले गर्दाखेरि जेनजीले एउटा अपडेटेड होइन भर्सनबाट हामीलाई चाहिँ एउटा सुझाव दिइराखेको छ। जेनजीले चाहेको विकास म सम्पूर्ण जेनजीलाई भन्न चाहन्छु, मिडिया मार्फत भन्न चाहन्छु, यहाँ उपस्थित हुनुभएका तपाईँको जेनजीलाई भन्न चाहन्छु, तपाईँले चाहनु भएको विकास श्रम संस्कृतिबाट मात्रै सम्भव छ। मलाई सघाउनुहोस् बाँझो खेत खन्नका लागि मलाई सघाउनुहोस्। देश बाँझो गरिराखेको छ, त्यो बाँझो देशलाई जोत्नका लागि जेनजीले मलाई सघाउनु न है। यो धरती भरि फुलै फुल, यो तपाईँको नेपालले भरि फलफुलै फलफुल, नेपालले भरि अन्नै अन्न हामी उब्जाउन सक्छौँ कि सक्दैनौँ? त्यतिकै खुटिएर हुन्छ। म सबैजनालाई भन्न चाहन्छु, त्यसै भएको कारणले गर्दाखेरि जेनजीले चाहेको विकास, जेनजीले चाहेको समृद्धि, जेनजीले चाहेको उन्नति प्रगति सबै कुरा यो श्रम संस्कृतिमा मात्रै सम्भव छ। त्यसो भएको कारणले गर्दाखेरि विभिन्न एजेन्डाहरू एकछिनमा आउँछौँ हाम्रो चुनावी एजेन्डाहरूमा, ती एजेन्डाहरूमा हामीले जेनजीको आयोग बनाउने घोषणा गरेका होइन। वी विल टक टु यु र तपाईँहरूलाई के चाहिएको कुरा, तपाईँको भावना र आवश्यकता के हो, तपाईँको चाहना के हो, त्यो अनुसारको यो देशमा कस्ता नीति बनाउनुपर्छ भन्ने कुराको अपडेटेड विचार हामी लिनेछौँ र त्यो अनुसारको कार्यक्रमहरू हामी बनाउने कुरा पनि म जानकारी गराउन चाहन्छु। अल्छी लाग्यो? यहाँहरू सबैजनालाई धेरै धेरै माया चाहिँ हार्दिक धन्यवाद पनि छ। यो देशलाई माया गर्ने मान्छे हामी। यो देशको माया लाग्छ तपाईँहरूलाई? कति जति लाग्छ? कति लाग्छ? हातले देखाइदिनु त, हातले देखाइदिनु त कति लाग्छ? हो, यदि यो देशलाई माया गर्नुहुन्छ भने यो आउँदै गरेको चुनावमा होइन तपाईँहरूले होस पुर्याएर भोट हाल्नुपर्छ। तपाईँले त मलाई थाहा छ माटो चुनावमा भोट हाल्नुहुन्छ, तर तपाईँले मात्रै हालेकोले हुँदैन है। तपाईँहरू अब सबैजना आज यहाँदेखि जहाँ गइसकेपछि तपाईँहरू आफ्नो पनि तपाईँको चाहिँ जिम्मेवारी रहन्छ। जथाभावी भोट हालेर देशलाई माया गर्न सकिँदैन आफूले दाजुभाइ दिदीबहिनी है। लोकतन्त्रले दिएको सबैभन्दा ठुलो अधिकार मताधिकार, जो एकचोटि 5 वर्षमा एकचोटि मात्रै हामीले जाहेर गर्न पाउँछौँ। त्यो एकचोटि जाहेर गर्न पाउँदा पनि हामी जथाभावी भोट खाली पठाउँछौँ। अनि केही पनि परिवर्तन हुँदैन, न सुशासन हुन्छ, न न्याय पाइन्छ, न विकास हुन्छ, न जागरण अभियान चल्छ, केही पनि हुँदैन। त्यसो भएको कारणले गर्दाखेरि म सबैजनालाई राम्रो पार्टीलाई, राम्रो चुनाव चिन्हमा राम्रो मान्छेलाई यसपालि भोट हाल्नु र म